Kita. कताबाट छेक्छ दाहिनेबाट यता घुम्छन् यताबाट एन्टी क्लकवाइज घुम्नु न हैन छेक्दै पूजा गरेको हौ न्युले छेक्न नकरा न पगुरा नै सक्छौं ल सुतिरहेछ बिचारा हामी दक्षिण फर्किरहेछौँ बाबाले पूर्वबाट घुम्ने के गर्ने भनेको थियो साथी होइन हामी फर्केकै दक्षिण फर्केका छौँ उत्तर फर्काएर लाउने हो क्या के को लाउनेले उत्तर फर्काउने उता जान किन यता आइफेरि पर फालिन 3 राउन्ड भइसक्यो 3 राउन्ड घुम्नुपर्छ नि त देखिएन सबैजना कस्तो भोकाइ छ मलाई 3 चोटि भयो हैन अब तेलले छेक्नु हैन भुइँबाट खिचाउँदैन हामी त छतमा पो छौँ त ए हाम्रो घर हाम्रो अनि ठुलो घरमा बसेको मान्छे क्या अनि त तल भुइँतिर हुन्छ नि होइन छतमा टक्क सबै देखियो नि झिलिमिली पछाडि फुल देखिरहेछ तल छन् तिनीहरू दुईजना यहाँ रोएर भाँड भयो कि एकैछिन टिक्न खान दिँदैनन् के कुरा होइन नि छतमा ठिक छ नि हामी त फेरि हिरो भएर छौँ दाजुभाइ टक्क होइन अब अन्त अर्को म त कान्छ भाइ मेरो नगर्नु नै नगर्नु पछि तो काममा व्यस्त हुन्छ ल भयो तेल पनि अब के गर्ने मम्मी अब ओखर फुटाउने ओखर फुटाउनु अनि फ्याल्दिनु अनि होइन त्यसपछि पहिला यहाँ पुजेर हैन नि पहिला ओखर फुटाएर चाहिँ पुज्नु होला पहिला हामीलाई पुज्ने होइन होइन त्यही त पहिला जस्तो लाग्यो क्या मलाई पहिला ओखरलाई चाहिँ हो क्या पुजेर अनि फुटाएर अनि बाहिर फ्यालेर बल्ल टिकालाई उ गर्ने जस्तो लाग्यो ओखर पुज्ने अनि फुटाउने फाल्ने होइन त्यही है त्यसपछि उसले कहाँ भिडियो गर्छ मोबाइल लिएर जाऊ त हामी हेर्न मिल्छ अनि ती त हो त नजिकै हो त मोबाइल उता लिएर जानु मोबाइल फनक घुमाइदिनु न त्यहाँ कहाँ आउँछ तपाईँको त छिटो सक्नु हो त त्यो बेला हतार त पारी होइन र भनेको उता पेलुङमा फुटाइन फुटो हाल्दैन तलतिर अनि अहिले टिप्नु तल बाटातिर कता उठ्दो बाटातिर हाल्दैन अहिले कोले लाग्यो छैन ल भयो एउटा जाऊ ओखर ल्याएर के हुन्छ हामी डनै हो क्या यहाँ यत्रो बढी भएको मान्छे चाहिँ यहाँ छेउमा के को डन फुपूले पनि बोलाउँदै हुनुहुन्छ जानु त होला हैन त सेतो हुनुपर्ने पॉइन्ट भनेको चाहिँ मम्मी टाउकोबाट उयो गर्छन् हैन यस्तोबाट अस्ति यसले त टिपे यो टाउकोमा घोप्टाउनु पर्छ नि त हैन अहिले पछि टाउकोबाट अनि तेल लाउने हो कि पहिला उसलाई थोरै थोरै भयो थोरै
दाइ सुरु भयो उत्तर फर्केको होइन हामी ऊ चाहिँ उत्तर फर्किने हामी चाहिँ उत्तर हामी चाहिँ दक्षिण उनीहरू नानीले लागेन नि त बाजे दाइला नानीलाई त सानो भाइलाई लगाइदिन्छ ए किन यो उता बुझ्छ त है मामाले लालटिन खोज्नु भएन त लालटिन हजुर हजुर बाँच्दैन अब तेलले उ गर्नुपर्छ मान्छे हो त अब त्यस्तो काम छैन कि त्यो कलर त्यो उहिले भित्र लगाएर राख्छ टिप्छ क्या कार्पेट पिसाब गुन्द्री मात्र होइन यहाँ ठिक छ दाइ ल है अब हाम्रो टिका सुरु भयो पानी हाल्छ अरे हाल्नुपर्ने रहेछ थोरै 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 फुल त यही थियो नि नानी प्रशस्तै कोही पानी पनि नहालेको हुन्थ्यो त्यतिकै लगाइदिएन आजै तपाईँ भोलि लाउनु पाएन के चाहिँ हावा पार्दैन है किन के गर्दैछ के गर्नु भएको तपाईँले चाहिँ गइसो होला अघि नै म आउने बेलै जान लाग्छ थियो लिन आउँछु भन्दै हुन्छ त्यो अघि लगिसो होला सँगै गइसो होला माथि त्यो त आज चाहिँ 5 वटा भोलि 3टा पर्सि एउटा लाउँछ दाइ यहाँ तपाईँहरूको त हावामा टिका रोकेको होइन त अहिले हावामा टिका रोकाएको होइन
होइन सुत्वा परेपछि के को सुताको अस्ट्रेलियामा त पनि बाहिर कहाँको होइन कसले होइन हाम्रै दाजुभाइ एकदम अनि दाइ आज कति दिन भयो भन्नु त आज 6 दिन भयो मैले मेरो नानी जन्मिँदाखेरि 5 दिन हुँदा मैले गरम गरिदिएको होइन यस्तो हो बुढाले बसेर नलागिँदै भन्नुभयो गर्नु पर्दैन मरौँलाई चाहिँ रोक्नु पर्छ दाइ जन्मियो के गरेको यस्तो हुन्छ कि अब दाजुभाइले भोलिबेला चाहिँ हामी यस्तो बेला नि यिनीहरू टिका लाथे भनिदिन्छन् फेरि होइन त्यही त भने त वर्ष दिनको चाड बजाइ घाँट्यो उँधोबाट त उँभो उँभोबाट चाहिँ उँभो अरे उँधोबाट भयो लाटा उँधोबाट चाहिँ जमिसँग गम रहेछ क्या पिछो हो कि गमले दाइसै घाँट्यो त्यो के भन्छ इयरबडको भाग्नेमा त लिएरै हान्छ र मसँग टिका लाउनु जोडेको त है तपाईँलाई चाहिँ मलाई होइन क्या तपाईँलाई चाहिँ कम्ती भागेन रहेछ त लालुसँग बसेर टिका लाउनु भनेको छु जन्मेर आजै होला होइन तपाईँको निधारमा मेरो हात परेको भन्नुहोस् त आज त निकै 50 खेल नपुग्ने रहेछ त 1000 50 पुग्छ 1.5 मैले 5 रुपियाँ टिको बाहिर त हिजोको 5 रुपियाँ जितेको होइन हारेर बचेको यस्तो के खेल्नु खै हारिन्छ मात्रै योभन्दा 2 वर्ष अगाडि सन्तोष दादाले कति जित्नु भएको थियो हामी त हिजो रातभरि खेलेको मलाई बोलाउनु भयो ए 5 रुपियाँ बोट 5 रुपियाँ त के खेल्नु अनि यो म अरू 2टा बहिनीहरू दादासँग होइन मिलबत्ती हजुर खेल्नुहुन्थ्यो पहिला मिलबत्ती भन्दै अस्ति कहाँ तसँग त मैले पैसा एक दिन त 6-7 सय मारेँ अर्को दिन 3-4 सय मारेँ यसपालि तिहारको दिन त अस्तिको दिन खेलेको कति हारेँ मैले 2500 हारेँ ए ठिक छ कतिकै गरम कोसँग खेल्नु हो सङ्गीताका बाबु भरत देवराज अश्विने माइला म नौरा खेलेको 50 रुपियाँ बोट के 7 पत्ती सातपति मिलपत्ती 11 साइडर जितिसक्यो म त बसेर हिँड्छ नि यहीँ घरमै खेलाएको 1000 पैसा पनि हराएको त्यो दिन गोजीबाट कसले कता खसाएँ राम्रो बाउ ठिक छ त ग्रह गएको यस्ता कुरालाई त्यतिकै गरेर गयो माइन्ड गर्नु पर्दैन भयो त्यहाँ लाउनु पर्दैन त्यति भयो भने त अहिले राम्रो नि नभएर फेरि अहिले अन्त हिँड्छ आज त कतिवटा कति जानेहरूलाई त नबोले आज दिदी पनि भेट्न जाने गल्फिङ भन्नु जाने हो के थाहा बस्ती भेटिहाल्छ यो मारा है के हो आइया कुछ कभी सीधा नहीं होता है भाई उता लैजाए टेढ़ा का टेढ़ा ही हो जाता है किन जानु पल्टाइहाल्छ फेरि पल्टाइदिइहाल्छु यार ए भाइ तेरो निधार पछि हाल्नु रहेछ त त्यही भाग्य नै जान्छ क्या मेरो वरिष्ठ गायक हो नि मलाई नि सिकाउन है कहाँ गएर होइन त्यो मैले टिभी गएको गाउँ सुधि हजुर कहाँ गएर सिक्नु है कि दुःख कहाँ खुट्टाले पनि सुगर लगाइरहनु भएको छ अघिदेखि भेन्टिलेसन होइन मेरो त यहाँ म त अप्ठ्यारो गरेर बसेको लिएर आइज है हिजो भनेको ल्याउँदा ल्याएछ उसलाई हुने भन्दा सानो लिएर आएछ अन्तिम मर्ने बेलामा चाहिँ कुर्ता लिएर आइज भन्नुहुन्छ अगाडि नै भन्नु यसपालि दसैँमा नि एउटै कलर पो तिहारमा नि एउटै कलर पो अर्को साल फेर्नु कलर होइन भाइ होइन फरकै पऱ्यो अर्कै छ त एउटै अर्कै छ त डिफ्रेन्ट छ नि कलर उस्तो देखिन्छ नि त यो लाइट छ त्यो डार्क छ
फरक छ नि फरक टिका लगाइदिने मान्छेलाई याद छैन र बियर सुनायो त अब त सकिटाले नि माला पनि यसपालि त महँगा न महँगा एउटा मालालाई 700 800 के गर्छ जस्तो किलोको कति भन्नु हजुर मखमलीको मालालाई 150 यो यही हो यो त अर्डर गरेर बनाउन लाग्नु मैले त दाजुसँग टिका लाएर लाउन पाइस् दादा पनि भाइसँग टिका लाउनु पाउँछ खुसी हुनु भयो आयो आमा कसैले कति आयो भने नि म 5 रुपियाँ तिर्ने हो जतिसु गाह्रो हुनु त यसपछि हो दिदीलाई टिका लगाइदिनु चाहिँ यसले कति दिँदो रहेछ म हेर्छु यसले त 20,000 क्युआर गरिदिन्छु भन्दैछ दिदीलाई यसमा लिएर आऊ बिस्तारै लड्छ घटाउनु भन्ने यसमा कतिवटा जिरो निकाल्ने हो फेरि टिकाले तपाईँ लाग्यो नि त्यसमा हामी थपिदिन्छौँ है एउटा कलर लगाइदिउँ न हामीले एउटा पानी ल्याउने पानी यो आज फेरि भान्जाको कपाल देखाइदियो नि डेललाई यस्तो खतरा काट देख्छु मैले अहिले देखाइदिएन अहिले पख पहिला सकाम न यहाँ हेर्नु त है नानी यता कपाल नानी कस्तो खतरा काट देख्छु मामा कस्तै कपाल काटिदिएको पछाडि मेरो रस्ते छ क्या मेरो रस्ते काटिदिएको भिडियो भइरहेको छ नानी गर्दा त के यो पिठो अहिले खान मिल्दैन हुँदैन नानी हेर एकछिन हेर बाबुलाई हेर एकछिन त्यो नसोध्नु डर लाग्यो